के तपाईले कहिले सोच्नु भएको थियो काठमाडौँका सडक र गल्लीमा देखिने एउटा र्यापर देशको प्रधानमन्त्री बन्नेछ? स्वतन्त्र मेयर जसले एउटा शहरको फोहोर व्यवस्थापनबाट आफ्नो यात्रा सुरु गर्यो उसले देशको राजनीति सफा गर्नेछ। देश बनेको त्यो सपना पूरा गर्ने हो। सन् 2017 मे 14 विक्रम सम्वत 2079 को स्थानीय निर्वाचन हुनुभन्दा ठ्याक्कै 5 वर्ष पहिले बालेनले यो पोस्ट गरेका थिए जसमा उनले प्रश्न भनेका छन्, मैले यो चुनावमा भोट दिइन र अर्को पटक आफै उम्मेदवार बनेर आफैले नै भोट दिनेछु। उनको यो पोस्टले जनाउँछ कि नेपाली राजनीतिमा एउटा निकै नै ठुलो सुनामी आउँदैछ भनेर। ठीक 5 वर्षपछि उनको उम्मेदवारी देशको राजधानी काठमाडौँको मेयर पदका लागि पर्यो र भारी मतअन्तरका साथ उनको जित भयो। बालेनको यो आँटलाई निकै नै ठुलो साहस भनेर धेरैले चर्चा गरे। एमाले अध्यक्ष केपी ओलीले त बालेनलाई शुभकामना सहित तबला उपहार दिएका थिए, तर त्यही तबला अहिले बालेनले झापा 5 मै पुगेर नराम्रोसँग बजाएका छन्। आज मार्च 2026 नेपालको चुनावी नतिजाले विश्वलाई नै चकित पारिदिएको छ। 35 वर्षका बालेन शाह जसले केही महिना अघि मात्र काठमाडौँको मेयर पदबाट राजीनामा दिएका थिए, उनले झापा 5 मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई झन्डै 50,000 को मतान्तरले पराजित गरिदिएका छन्। तर यो कसरी सम्भव भयो? के बालेन अब नेपालको पहिलो परदेशी र सबैभन्दा कान्छो प्रधानमन्त्री बन्ने निश्चित भएको हो? आजको यो भिडियोमा हामी बालेनको 2082 को निर्वाचनको त्यो मास्टर स्ट्रोकलाई विश्लेषण गर्नेछौँ। भिडियोको अन्त्यसम्म जोडिएरै बस्नुहोला। बालेनको प्रधानमन्त्रीसम्मको यात्रा काठमाडौँको मेयर पदबाट सुरु हुन्छ। 3 वर्षसम्म उनले काठमाडौँमा जुन एग्रेसिभ सुधार गरे त्यसले उनलाई भाइरल मेयर मात्र होइन नेसनल वाइड लिडर बनायो। तर जनवरी 2026 मा बालेनले घोषणा गरे, काठमाडौँ बदल्न खोज्दा सिंहदरबारले मेरो हातखुट्टा बाँधिदियो, अब म सिधै सिंहदरबार बस्छु। उनले मेयर पद त्याग गरे किनकि उनले बुझेका थिए कि स्थानीय सरकारसँग अधिकार सीमित छ। यदि देशको नीति नै परिवर्तन गर्ने हो भने फेडरल पार्लियामेन्टमा पुग्नै पर्छ। उनको यो राजीनामा एउटा ठूलो रिस्क थियो, तर यसले जनतामा एउटा सन्देश दियो, यो मान्छे कुर्सीको लोभी होइन परिवर्तनको भोको हो। यो कुरा प्रमाणित यसरी पनि हुन्छ कि जब जेन्जी आन्दोलनपछि अन्तरिम सरकारका लागि बालेन प्रधानमन्त्री हुनुपर्छ भन्ने जेन्जीहरूको आवाज थियो, तर बालेनले यो कुरालाई अस्वीकार गर्दै सुशीला कार्कीलाई समर्थन गरे। त्यसपछि बालेनले आफ्नो गेम सुरु गरेको भन्ने धेरैको विश्लेषण पनि छ। बालेनको राष्ट्रिय स्वतन्त्र पार्टीको एकता र रणनीति हामीले बुझ्नै पर्ने हुन्छ। राजीनामा लगत्तै बालेनले अर्को स्ट्र्याटेजिक मुभ चाले। उनले आरएसपी सँग चुनावी तालमेल वा युनिफिकेसन गरे। बालेनको ग्राउन्ड सपोर्ट र रविको पोलिटिकल स्ट्रक्चर मिलेपछि नेपालको राजनीतिमा एउटा डेडली कम्बिनेसन तयार भयो। बालेनले चुनावका लागि एउटा यस्तो क्षेत्र रोजे जसलाई अजय मानिन्थ्यो, झापा 5, जहाँबाट पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव लड्दै आएका थिए। बालेनको साइकोलोजी के थियो त यसमा? बालेनले आफ्नो कम्फर्ट जोन काठमाडौँ छोडेर ब्याटलफिल्ड रोजे। उनले देखाउन चाहे कि उनी सिस्टमको टाउकोमै प्रहार गर्न चाहन्छ। 2082 मार्च 2026 को यो निर्वाचन नेपालको इतिहासमा जेन्जी इलेक्सनको रूपमा चिनिनेछ। सन् 2025 अर्थात् भदौ 23 मा भएको सामाजिक सञ्जाल प्रतिबन्ध लगायत भ्रष्टाचार विरुद्धको युवाको आन्दोलनले एउटा ठूलो भोटर बेस तयार गरिसकेको थियो। 1 नम्बरमा बुझ्नुपर्दा युथ टुर्नामेन्ट पहिलो पटक नेपालमा 80% भन्दा बढी युवाहरूले मतदान गरेका थिए। 2 नम्बरमा द एन्टी इस्टाब्लिसमेन्ट वेभ, जनता पुराना नेताहरूबाट यति वाक्क भएका थिए कि उनीहरूले विकल्प मात्र खोजिरहेका थिए। 3 नम्बरमा बुझ्नुपर्दा डिजिटल क्याम्पेनिङ, बालेनले फिजिकल रियालिज भन्दा भर्चुअल रियालिटी र एआई बेस्ड मेसेजको प्रयोग गरेर मतदानको घर घरमा आफ्नो एजेन्डा पुर्याए। नतिजा आरएसपीले प्रत्यक्षतर्फ 125 सिट जित्दै ल्यान्डस्लाइड भिक्ट्री हासिल गर्यो। बालेनले ओलीलाई उनकै गढमा हराइदिए। यो केवल एउटा सिटको जित थिएन, यो एउटा ओल्ड गार्डको अन्त्य थियो। तर बालेन प्रधानमन्त्री भएपछि सरकार चलाउन सहज पनि हुने छैन। बालेनको कदम निकै नै कठिन यात्रामा छ। बालेन प्रधानमन्त्री भएसँगै उनलाई के कुराको चुनौती छ यसबारे पनि चर्चा गरौँ। अहिलेको नम्बर गेम अनुसार आरएसपी सबैभन्दा ठुलो दल बनेको छ। अब सबैको मनमा एउटै प्रश्न छ, के बालेन सहजै प्रधानमन्त्री बन्छन्? कतै रविले धोका दिने त हैनन् भन्ने प्रश्न जनताको मनमा पनि उब्जिरहेको छ। रविको त्यागलाई पनि बिर्सनु बालेनको भूल हुनेछ। खैर अब बुझ्नै पर्ने कुरा के छ भने
यदि बालेन प्रधानमन्त्री बन्यो भने उनीसँग 3 वटा ठूला चुनौती हुनेछ। नम्बर 1 ब्युरोक्रेसीको अवरोध। झन्डै 30 वर्षदेखि जरा गाडेर बसेको कर्मचारी तन्त्रलाई तह कसरी लगाउने। नम्बर 2 डिप्लोमेसी, भारत र चीनसँगको सन्तुलन। बालेनको नेसनलिस्ट छविले गर्दा छिमेकी देशहरूसँग सम्बन्ध कस्तो रहला। नम्बर 3 इकोनोमिक रिफर्म, वैदेशिक रोजगारमा गएका 40 लाख भन्दा बढी युवालाई स्वदेश फर्काउन कन्सर्ट प्लान के छ त। बालेन प्रधानमन्त्री हुने निश्चित भइसकेपछि बालेनको भिजन के त। हामीले बुझ्नै पर्ने अर्को कुरा यो हो। आउनुहोस् यो बारे पनि चर्चा गरौँ। बालेनले आफ्नो भिजन डकुमेन्टमा स्पष्ट भनेका छन् कि उनको लक्ष्य रोड बनाउन मात्र होइन, सिस्टम बनाउनु हो। डिजिटल गभर्नेन्स, भ्रष्टाचार रोक्न सबै सरकारी कामलाई पेपरलेस बनाउने। एक्सपोर्ट लेड इकोनोमी, नेपालको बिजुली र आइटी सेवा निर्यात गरेर अर्थतन्त्र सुधार्ने। राइट टु रिकल, यदि कुनै नेताले काम गरेन भने उसलाई कार्यकालको बिचमै फिर्ता बोलाउन पाउने कानुन। बालेन शाहको यात्रा एउटा म्युजिकल करियरबाट सुरु भएर इन्जिनियरिङ हुँदै अब देशको सर्वोच्च पद प्राइम मिनिस्टरसम्म पुग्न लागेको छ। यो केवल बालेनको जित होइन, यो ती प्रत्येक नेपालीको जित हो जसले एउटा सफा र समृद्ध नेपालको सपना देखेको थियो। बालेनले मेयर हुँदा भनेका थिए, म आएको परिवर्तन गर्न हो, पद खान होइन। अब उनी देशकै नेतृत्व गर्दैछन्। के उनले अबको 5 वर्षमा नेपाललाई साँच्चै पार्लरबाट प्रोडक्सन हाउस बनाउन सक्लान्? के रविले भने जस्तै बालेनको डोजर अब भ्रष्टाचारको जगमा चल्नेछ? तपाईलाई के लाग्छ? के बालेन शाह नेपालको इतिहासकै सबैभन्दा सफल प्रधानमन्त्री बन्नेछन् वा पावर पोलिटिक्सले उनलाई पनि असफल बनाइदिनेछ? आफ्नो राय कमेन्टमा पक्कै दिनुहोला। यदि यो भिडियो मन पर्यो भने शेयर गर्नुहोला, च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। हामी फेरि आउनेछौँ अर्को एउटा पावरफुल भिडियोका साथ।